Welcome to NS Villa. This villa is located at Calabang, 12.8 kilometers away from Pokhara. ल यो ठाउँको नाम चाहिँ कास्कीको कालाबाङ भन्ने रहेछ। त्यो यो कालाबाङको समाज घर यहाँ दामी छ। यो स्याले त्यहाँ स्विमिङ पुलहरू पनि छ है। अनि चाहिँ यो एटिभी दुईटा एटिभी छ पर। यहाँ मेरो यो गाडी पनि यहाँ आउन सक्यो हैन, एक्सेसिबल छ गाडीहरुको राम्रो। अनि यहाँ चाहिँ सानो बर्ड पार्कको जस्तै सानो चराहरू त्यो पनि छ। यहाँ मेरो छोरीले निरीक्षण गर्दैछ। हेलो छोरी, के छ त्यहाँ? चराहरू छ अरे ल। अनि यहाँ चाहिँ यति रमणीय ठाउँ छ। यो ठाउँै राम्रो फर्स्टमा हैन, एकदमै राम्रो भ्यू भएको। त्यही ठाउँलाई सदुपयोग गरेर यति राम्रो भिल्लाहरू बनाएको छ यहाँ। हाम्रो सिङ्गापुरको स्यालेहरू जस्तै क्या, आफै पकाएर खाने बस्ने एकदमै रमाइलो। यसरी यहाँ बसेर इन्जोय गर्ने ठाउँ। यहाँ अब पौडी खेल्ने ठाउँ, यो सानो स्विमिङ पुल। अनि यो घरमा चाहिँ ज्याकुजीहरू सबै स्टिम बाथ ज्याकुजी सबै राखेको छ भन्छ। यति राम्रो छ। यताबाट आएर यो चाहिँ यो हाउसको नाम चाहिँ के हो, यो यसको नाम के रहेछ खोइ राखेको छ होला नाम। म पनि फर्स्ट टाइम भर्खरै आएको, त्यही भएर मलाई थाहा छैन। यहाँ सिटिङ रुम, यो इन्ट्रान्स भित्र पस्दा बित्तिकै यो छ। यहाँ एउटा बेडरुम, यहाँ किचन आफै पकाएर खान सक्छ। अनि यहाँ पनि अनदर बेडरुम यता छ। यहीँबाट स्विमिङ पुल त्यही हो। अनि फेरि यहाँ पनि छ, यहाँ पनि दुईजना डबल डेकर तल माथि बस्न सक्छ। यति मजाको व्यवस्थित छ यार। यो भर्खरै मैले भिडियो गरेको यो रुमको यसको चाहिँ नाम अझै राख्न बाँकी रहेछ। अब माथितिर हेर्छु है, माथि अरू स्यालेहरूको त नाम छ सबैको। यारको सुनगाभा, यसको नाम सुनगाभा है। लक छ। यो चाहिँ कमन बेडरुम है, बाहिरबाट हेरौँ हैन। तीनजना सिङ्गल बेडरुम। अनि एउटा टोयलेट बाथरुम अट्याच छ होला। अब माथि यो चाहिँ के हो, त्यो लालुपाते हो। यताको नाम लालुपाते, यताको नाम लालीगुराँस है। कस्तो मजाको के, यो पनि ट्रिपल बेड डबल बेड। यो चाहिँ डबल बेड छ है। कति मजाले व्यवस्थित तरिकाले बनाउनु भएको रहेछ। असाध्यै खुसी लाग्यो। फर्स्ट टाइम भिजिट हो मेरो यो। यो सिङ्गल बेड हो। यहाँ चाहिँ क्विन बेड रहेछ, सिङ्गल हैन, कपल्सको लागि राम्रो। यो भित्र के छ रे छोरी? स्पा अनि ज्याकुजीहरू पनि छ। म पनि गएको छैन, अब जान्छु ल। यो माथिको ठुलो घर, यसमा चाहिँ स्पा अनि साउना बाथ ज्याकुजी हैन छोरी, यस्तोहरू छ अरे। म पनि भित्र पसेको छैन। दिस इज माई फर्स्ट टाइम भिजिट। म चाहिँ अहिले माथि उक्लिँदैछु। माथिबाट भ्यूहरू हेर्न राम्रो छ होला। ओहो कस्तो मजाको। यहाँबाट यो यता पनि के छ यहाँ? यहाँ पनि दामी रहेछ नि त यहाँ नि बेडरुम। यहाँ अनदर बेडरुम, यो बाहिर बसेर हावा खाने ठाउँ। यो अर्को बेडरुम कस्तो दामी। ल यहाँको भ्यू उहाँको त्यो नागबेली रोडहरूबाट आउने हो, परबाट। यहीँसँग पिच रोड छ। कस्तो राम्रो भ्यू। अब माथि चढ्छु म अझै। माथिको तला हो दामी। ल त्यहाँ माथि पनि एउटा बुद्धको मूर्ति बनाएको रहेछ। गाउँ यति मजाले बसेको छ, कस्तो मजाको, एकदमै दामी यार। यताको साइडबाट हो हामी यहाँ आउने चाहिँ, यताबाट यो तलको बाटो।
परबाट बस पनि आउँदैछ उ ठुलै बस पनि आउँछ हौ ल यहाँको 360 भ्यू माथिबाट त्यो टावरबाट हेरेको हो कि मैले यो मजाको ठाउँ छ यी एकदमै एक्सेसेबल छ जस्तो गाडीको लागि पनि यहाँ है दुईटा एटिभी पनि छ अफरोडको लागि बबाल आउने बाटो मेन गेट त्यो यहाँ क्याफे पनि छ हारूले त फलेछ त गजबले यो ठाउँको नाम चाहिँ कालाबाङ यो भिल्लाको नाम चाहिँ एनएस भिल्ला भनेर गुगलमा टाइप गरेपछि एनएस भिल्ला कालाबाङ भनेर आउँछ मजाले गोलले पनि देखाएको छ है हजुर हाम्रो म्याडमहरूले यहाँ मोडलिङ गर्दै हुनुहुन्छ ल ठिक छ ल क्वाड बाइक आइटिभी को टिम आइपुगे यहाँ चाहिँ ल